Welcome to all my dear students watching this video. I hope this video helps you easily understand the faces, vertices and edges of a cube. अब तपाईलाई फेस भनेको के हो भनेर बुझाउनु पर्दा चाहिँ यो प्लेन सर्फेसहरु सबै के हुन् फेसेस हुन्। त्यहाँ माउसले देखाइरहेको देख्नु भएको छ होला। देन तपाईको एजेस भनेको चाहिँ दुईटा फेसलाई जोड्ने लाइनहरु चाहिँ के हुन् एजेस हुन्। देन भर्टिसेस जस कर्नरलाई चाहिँ हामी के भन्छौं भर्टिसेस भन्छौं। यसरी तपाईको एउटा क्यूबमा चाहिँ 6 फेस हुन्छ, देन 12 एजेस हुन्छ, देन 8 भर्टिसेस हुन्छ। अब यसलाई तपाईले मजाले यो ओपनली हेरिराख्दाखेरिमा चाहिँ मलाई लाग्छ यो तपाईहरुले चाहिँ मजाले बुझ्नुहुन्छ। केही क्वेशन या केही फिडब्याक भएमा चाहिँ कमेन्ट बक्समा लेखिदिनु होला। धन्यवाद।